नमस्ते, म डाक्टर सुन्निमा शर्मा, कन्सल्ट्यान्ट अर्थोडन्टिस्ट। विगत 15 वर्षदेखि म समाज डेन्टल हस्पिटलमा कार्यरत छु। अर्थोडन्टिस्ट भनेको के हो त? अर्थोडन्टिस्ट भनेको चाहिँ जेनरल डेन्टिस्ट्री पछि हामीले बाङ्गोटिङ्गो दाँतहरू मिलाउने यो कोर्स चाहिँ हामीले 3 इयर्स गरेर अनि त्यस पछाडि चाहिँ यसको विशेषज्ञता हासिल गरेको हुन्छौँ होइन। अब अर्थोडन्टिस्टले के काम गर्नुहुन्छ त भन्दाखेरि चाहिँ बाङ्गोटिङ्गो दाँतहरू मिलाउने, दाँतहरू बाहिर छ भने त्यसलाई तार लगाएर दाँतहरूलाई भित्र लिएर जाने, टोकाइहरू मिलेको छैन भने टोकाइहरूको करेक्सनहरू गर्ने, अब त्यसको लागि अलाइनरको प्रयोग गर्ने कि अथवा तारको प्रयोग गर्ने कि त्यो प्रयोग गरेर उहाँहरूले दाँत मिलाउने गर्नुहुन्छ भने। अर्को भनेको चाहिँ हजुरको जोइन्टको प्रब्लमहरू छ, यसबाट साउन्डहरू आउँछ, यसमा पेन हुन्छ भने यसको पनि करेक्सनहरू उहाँहरूले गर्नुहुन्छ। हजुरको पनि यस्तो केही समस्या छ भने चाहिँ हजुरले आफ्नो अर्थोडन्टिस्टलाई गएर एकचोटि परामर्श लिन सक्नुहुन्छ। तपाईको 26औं वर्षको गौरवमय सहयात्री समाज डेन्टल।